खै कसलाई फोन गर्छ रामेले? हो हजुर नमस्ते, मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ विशेष गरी हामी ज्ञान ज्योति आविका 8 कक्षामा पढ्ने अध्ययनरत विद्यार्थीहरूको पिकनिकको लागि हिँडिसकेको छौँ। विद्यार्थी भाइ बहिनीहरू अगाडि पिकनिकको लागि बोका लगेर अगाडि गइसकेको छ। विभिन्न विद्यार्थीहरूको उत्साह रहर र जोससँगै बिहानी यात्रा हामी पदयात्रा चाहिँ दिइहाल्नको लागि तयार गरेको छौँ। आजको भ्लगिङबाट तपाईँलाई विशेष गरी हाम्रो पर्यटकीय स्थल दिइहाल्नमा रहेका विभिन्न घुम्न लायक र स्मरणीय ठाउँहरू सँगै इख्नामा रहेको पर्यटकीय स्थलको भिडियो मार्फत र विद्यार्थी भाइ बहिनीहरूको पिकनिकमा भएको रमाइलो विभिन्न क्रियाकलापहरूलाई चाहिँ भिडियो कैदबाट युट्युब च्यानलमा राख्ने प्रयास गरेको छु। सबैले हेरी लाइक सब्सक्राइब अनि सेयर पनि गर्न नभुल्नु होला है त। हामी बिहानी पख 8 बजेको समय गोसे पोखरा भन्ने ठाउँबाट अगाडि लागिसक्यौँ। गोसे पोखराबाट अगाडि लागेर हामी चाहिँ अगाडि बाटो लाग्दैछौँ। यता ठाकुर थापा सर पनि आइसक्नु भएको छ। त्यो पैसा मैसँग छ है। कताबाट दाजु? बाटैमा भेटेको हाम्रो धनञ्जय गोत्रीय लाल बस्नेतको जान घरमा पनि हामीले यसरी भिडियो कैद गरिएको छौँ। यहाँबाट पारीदेखि चाहिँ चिम्रुक 7 उपलाकोट पैपाटा बस्तीहरू यहाँको रमणीय दृश्य। पारीदेखि नै इख्ना थान केटाहरूको टोली चाहिँ यहाँ बोको नहिँडेर फेरि एकदम गुजुर्न पर्ने बाध्यतामा छन्। रमाइलो भइरहेको छ यात्रा पदयात्रा आजको दिइहाल्नको लागि। तँलाई फेरि सबै थाहा छैन फुलिहाली गल लाग्छ भन्ने कुरा पनि? पढ्छस् कि काट्छस्? तर काम त बहुत गर्छ नि भाइ, खेतका काम। सरी त के पिउँदैछौ? यता भिडियो कति भइरहेको छ किन आएको त मुसुक हेर त। भरे ट्यागको मेरो युट्युब च्यानलबाट हाल्छु, फेसबुकमा सेयर गर्छु। हेर्नुहोस् न, खानुहोस् न च्याउचो। के भयो त? म्याडमहरू चाहिँ च्याउचो खाँदै हुनुहुन्छ है। पारी कुताको बस्ती दृश्य अवलोकन। यहाँबाट कुता पुग्ने बाटो के? पछाडि हुन्छ कि? हो त्यही म तोलियो कि त्यसलाई चाहिँ अगाडि हाल्नै पर्छ। बोको त यहाँ लेखेर है हुन्छ। सिधा म्याडम हुन्छ माथि बस्नलाई। होइन ऊ गर्न थियो 6 बजेर 29 मिनट जस्तै फोन गर्नु थियो। के अरे 5 बजेर 29 मिनट जस्तै फोन गर्नु थियो। यहाँ त पुरै ठ्याक्कै पार्नुहुन्छ कि? गाउँदेखि मुन्तिर गर्छ हेर यता 3 लाखको थाल देखाउन यता जोत्नेदेखि माथिर त्यही दौडीको घर देख्न हो। त्यही घर हाम्रो हो कि त्यो मात्र गाउँ बस्ने त्यही घर हो। लागम अगाडि ढिलाउँछ अब फेरि भरे त बोको काटेर खाएर पाउने गरेर पिकनिकबाट त हो कि नै कमान सर? हो नि त। माथि गुराँस पुरा देखेनौ? हेर त माथि
आखै नि हाम्रो कमानी सरले पनि देख्न हो कि होइन कमान सरको चस्माले देखाएको नै भन्ने कुरो कि हिँड्छ नि केटीहरू बोल्दा सँगेर यिनी रातभरि आज सुतेनन् पनि पिकनिक जाने भनेपछि छुट्छ भन्ने पिर पनि गरे यिनले केटा रुगाजमा चढ है लोटो लाएर फेरि भिडियोमा फर्की हेर होला नि फेरि लोटे भिडियो रिभ्यू पाउला राम्रैसँग ब्ल्याक एन्ड व्हाइट कलर बनाएर 3 चोटिसम्म रिभ्यू पाउला होइन त्यो तिजो ल्याएर आउँछ यसले यो पाक्ने बेला भएन लेखमा पछि पाक्छ यो त आएकै छैन खै यो गुराँस यता पनि छ दामी रहेछ होइन गुराँसकै माथि त हेर्नु न कति फुल्या हामी चाहिँ दियालमा पुग्यौँ टोली थाकेर एकदम बेस्ट त यसरी आराम गरिरहेको छ टोली थाकेर बिहानै सन्दीप कुमारजी र ठाकुर सिंह थापाले चाहिँ आएरै पानी तताउने आगो बाल्ने काम भइरहेको छ हाम्रो कमान सर बोकाको लागि चाहिँ तम तयार हुनुहुन्छ होइन ठिक छ नि ठिक छ एकदम अब बोको काट्ने खाने होइन पिकनिक चाहिँ भव्य गर्नुपर्छ यो चाहिँ भरे सुनिल सेट्टी नाम गरेको युट्युब च्यानलमा आउँछ यसलाई यसो लाइक सेयर चाहिँ गरिदिनु होला कमान सरलाई पनि म अनुरोध गरेँ आइज हामी यहाँ बोको मनाउँदैछौँ यसले नमाने पनि हामी काट्ने तयारीमा छौँ त त्यो अन्छ है नतलास केही नतलास देखा बना मात्रै हान्नु छ जान्छ के केटा छोप्यो ल बन्द गरेर राख एकछिनलाई पिकनिक आएका माछा भन् मासु काटेका छन् हामी 8 कक्षा मात्र आएको छौँ भन् अरू आए पनि ओइ तिमी कहाँ घुमेका छौ चिउरा खाऊ चिउरा चाउचो मलाई छ क्या खा चिउरा खाली थपेर खाऊ है साथीहरू चिउरा खाली खाऊ दियालमा आइज केही पनि जुटाउनु यो चाहिँ दियालनाबाट देखिने दियालना वरपरको दृश्य एकदम वनमा लालीगुराँस फुलेर ढकमक्कै छ वन रमणीय एकदम हेर्न लायक बनेको छ सँगै वारीबारी देखिने दृश्य मौसम एकदम सफा नभएको कारणले गर्दा त्यति स्पष्ट त छैन तैपनि देखिँदाखेरि मौसमले यस्तो हाय 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 यति दामी मौसम यति दामी दृश्य भिडियो हुँदैन अब सन्दीप कुमार सर भुटिया भुटै पो हुनुहुन्छ बिहानदेखि अब गौरवले फुल पो देखाउँछ त्यही माथिमा लालीगुराँस कलकत्ता
अरूलाई धनको पात मायालाई पानको पात 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 Tiga. अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको अरूलाई धनको पात मायालाई पानको अरूलाई धनको पात मायालाई पानको पात 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 अरूलाई धनको पात अरूलाई धनको पात मायालाई पानको 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 पात
अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात हामी दिनभरिको पिकनिक तयारीपछि अब चाहिँ खाना खाने तयारीमा लागिरहेको छौँ। भगवानको लागि चढाउँदै हुनुहुन्छ सन्दीप सर। ठिक 3 बजेबाट चाहिँ खाना सुरु गर्ने तयारीमा छौँ हामी। अहिले 2:50 भयो। 10 मिनटभित्र चाहिँ खाना तयार पारेर थालाहरू प्लेटहरूमा राखिसकेपछि त्यसले आफै थपेर खान्छ। यसमा विशेष गरी खसीको मासु नखाने प्यारो विद्यार्थी प्रमोदजी ल आइयो केटी फटाफट आइदेऊ। कमाने सर ल आउनुहोस्। ल गोलो परेर बस्नु है। बस्दाखेरि गोलो परेर एकदम बसिँदै गरौँ। खानालाई नखाऊ के एकदम बसिँदै गरौँ। सबलाई एक नासले चाहिँ ट्याक्क पछिको सालमा पसिँदै जाँदा तिमीहरू आउनुहोस्। त्यहाँ नबस त फटाफट आउँदो। छुट्यो कुन छ गोलो परेर बस। गुन्दै खरानी हो त्यसले चाहिँ उ गर्छ। यो खरानी चाहिँ उ गर्छ क्या तेरो चिन्ता नगर। यो बेस हो बेस। यसले एसिडिटी कम गराउँछ। भात ट्याक्क ट्याक्क ठिक्क ठिक्क राखिदिनु होला है। मैले भन्न नगरिकन यिनीहरूले भात धेरै खान मन अलि यहाँ तलतिर गोलो पर त्यहाँ भिरालो छ। थालोहरू पल्टिन्छन् अहिले। यतातिर आऊ। यता यहाँ गोलो छ है। यहाँ चाहिँ गोलो आउँदो। सबै गोलो पर एकदम सर्कलमा एकदम सर्कलमा। हो यहाँ गोलो पर है। एकदम गोलो पर एकदम गोलो पर गोलो। यहाँ बस गोलो पर। यता यति नजिकै टाढा जाने अलि थप्न पर्ने गाह्रो हुन्छ। यहाँ गोलो पर हो यहाँ गोलो हो। बस्दै गर गोलो पर। कमान उतै छुट्टै बस्ने छट बुढी छुट्टै बस्नु लाग्यो क्या। अब फटाफट केटा मासु थोरै भयो भने भन है। हेलो केटाडी हो के छ मासु थोरै भयो भने भनिदेऊ। यो छैन तपाईँ
आऊ त्यहाँ घुमाउनुहोस् मात्र क्यामेरा फर्काएर हाम्रो सोल्टी त छुट्टै देख्नु पर्यो म त मासु सकेछ है पुरै सन्दीप सर गल लाग्ला अलिक पानी खाएर ए बा मेरो कताबाट हो यस्तो हो ल म पनि देखिनु परेको होइन सिउरी गाड त उतै छ यहाँ एउटा डिप्चेमा 4 जनाले मात्दैछ र त भइरहेछ होइन केटी हो हेर त एउटा डिप्चेमा लडा मूर्ति छ यो आनन्दले बस्ने हौ यिनीहरूलाई अहिले पछि हो यिनी बस्या टोललाई लास्ट दियालनाबाट पिकनिकबाट फर्किँदै गर्दा चाहिँ बिचमा यसरी लालीगुराँस टिपेर मस्त लालीगुराँस देखाउँदै यता हाम्रो म्याडम हुनुहुन्छ विद्यार्थी अनिल सन्जिता सरिता गौरव थुप्रै विपना प्रमोद विशुद्ध होइन सबै नमुनाले पनि देखाइरहेछन् फुल लालीगुराँसबाट सँग रमाउँदैछ नि ल जाम टोल जाम